यो हाम्रो बरम लोवर बरम अति नै राम्रो छ है र हामीसँग जोड्नु नि खेमलाल पनि छ नि कति राम्रो राम्रो घर कति दामी दामी जग्गाहरू लोकेसन चाहिँ ओभर दामी छ यहाँको चाहिँ बरम चाहिँ हजुरहरू पनि घुम्न आउनु चाहिँ यो खेतमा चाहिँ हामीले सबै पहिला काम गरेको सानो हुँदा सबै योहरू हामीले अचिला गरेको खेमलाल चाहिँ अहिले घाँस काट्दैछन् यहाँ यो खेतमा सबै हामीले आली अचिला गरेको है सानोमा म करण फुङसा पूर्णाङ भएर त्यहाँदेखि काम गर्दै आउँथ्यौँ त्यहाँसम्म हाम्रो रघुपति दाजु ये देख सकते हो आप के छ अन्त याप्ला आजको आज ठिकै छ अब गाई दिन आएको आज हामी चाहिँ आज गाईको कत्रो छ हामी चाहिँ अहिले भन्नुपर्दा गाडी लिन आएको यो गाई चाहिँ हामी लाने हातमा चाहिँ हँसिया खालको छ है मामाको यो माथि देख्नुभएको चाहिँ मानडाँडा हाम्रो नियाको मानडाँडा हो यो चाहिँ यो चाहिँ ठुलो धाप यो चाहिँ बरमको धाप अति नै राम्रो छ है सुन्दर दिदी त्यहाँ घाँस खाँदैछ एउटा बालो निक्लिँदैछ